हेलो गाइज, नमस्ते एभ्रिवान। आज चाहिँ मैले सेवैको रेसिपीको भिडियो तयार पारेकी छु। यो चाहिँ मेरो तरिकाको रेसिपी। त्यसको लागि चाहिँ मैले सर्वप्रथम सेवै रेडी गरेँ। त्यसपछि मैले मिक्स नट लिएर आएँ। त्यसलाई चाहिँ एकदम मसिनो बनाएर कटिङ गरेँ। त्यसको भिडियो चाहिँ मैले बनाउन पाइनँ। त्यसपछि मैले तताएर राखेको दुध थियो मसँग। त्यो दुधको पहेँलो चाहिँ के होला भन्नुहोला। त्यो चाहिँ गाईको दुध भएको कारणले चाहिँ पहेँलो तर थियो। त्यसलाई चाहिँ मैले सबै सोरेर चम्चाले सबै निकालिदिएँ र दुध मात्रै राखेँ। त्यसपछि घिउ हेर्नुहोस् गाइज, मेरो सक्ने लागेको घिउ। यहाँबाट चाहिँ मैले 1 चम्चा घिउ चाहिँ मजाले निकालेँ। त्यसपछि मैले तातो कराईमा हालिदिएँ। त्यो घिउ मजाले तातिसकेपछि चाहिँ पग्लिसकेपछि चाहिँ मैले अघि रेडी गरेको सेवैलाई एड गरेँ। त्यसलाई चाहिँ मजाले मिक्स गरेँ। घिउसँग मजाले मिक्स नहुन्जेल एकछिन फ्राई गरेँ। त्यो मजाले मिक्स भइसकेपछि चाहिँ मैले अघि रेडी गरेर राखेको दुध थियो नि गाईको, जुन दुध चाहिँ मैले त्यसमा एड गरेँ। दुध एड गरिसकेपछि चाहिँ दुध चाहिँ मेरो अलिक धेरै भएछ र सेवै थोरै भएको कारणले चाहिँ दुध धेरै भएको कारणले चाहिँ अलि बेसरी अलि मजाले पकाउनु पर्ने भयो। त्यो चाहिँ पकाउँदा बाक्लो बनाएँ र दुधलाई त्यहीँ सुकाएँ। मजाले बाक्लो भइसकेपछि चाहिँ लगभग मेरो चाहिँ सेवैको रेसिपी तयार भइसक्यो भन्दा पनि हुन्छ। त्यसपछि चाहिँ मैले त्यसमा थोरै स्वाद अनुसारको सुगर एड गरेँ। अनि त्यसपछि मैले अघि कटिङ गरेर राखेको मिक्स नटलाई पनि त्यसमा एड गरेर मजाले चलाएँ। मेरो सेवै चाहिँ रेडी भइसकेको छ। त्यसपछि मैले सानो बटुकोमा राखेर चाहिँ मैले हाम्रो घरको एउटा सानो नानीलाई चाहिँ टेस्ट गर्न लगाएँ। अनि उसले चाहिँ टेस्ट गरिसकेपछि चाहिँ मिठो छ भन्दै थिइन्। थ्याङ्क यू सो मच वाचिङ माई